यो संसदीय भाषले जन्माएको खास गरी यो संसदीय भाष जन्मने खास गरी को हुन् भन्दाखेरि 2004 सालमा स्थापित भएको नेपाली कांग्रेस 2006 सालमा भएको नेकपा एमालेहरूले संसदीय भाष जन्मायो जहाँ उनीहरू चाहिँ अहिले पनि यो पुँजीवाद दलाली चाहिँ ठिक हो यही चाहिँ संसद भाष ठिक हो भन्छ। त्यसकारण आज चाहिँ खास गरी यो पार्टीहरू कम्युनिस्ट पार्टी एकता हुनुको कारण चाहिँ सेप्टेम्बर 8 भदौ 23 र 24 जेनजीहरूको आन्दोलनले भएको हो। यिनै दुईटा पार्टीले खास गरी यिनै संसदीय भाषका पार्टीहरूले दलालका रूपमा चाहिँ समाजले विकास गरे। दलालका रूपमा चाहिँ एउटा पैसासँग मोल गराएर मानव जीवनसँग चाहिँ दलाल गरे। जहाँ स्वास्थ्यलाई पनि मूल्यसँग चाहिँ त्यहाँ चाहिँ दलाल गराए। जहाँ शिक्षाले पनि मूल्यसँग दलाल गराए र संसदीय प्रणालीमा आफ्नो वर्चस्व कायम गर्नलाई आफ्नो दलालीलाई कायम गर्नलाई निरन्तर सबै अवयवहरू चाहिँ सञ्चालन गरेर तल समाजको जरासम्म स्थापित गरे। त्यो कारण जेनजी आन्दोलन उठे कमरेडहरू। खास गरी यो जेनजीहरूको आन्दोलन समाज रूपान्तरणको लागि हो। यदि समाज रूपान्तरणको लागि थिएन भने आज हामी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमै हुन्थ्यौँ र समाजवादी यसका कमरेडहरू यसमै हुनुहुन्थ्यो। तर आज यो देशको आवश्यकता समयको आवश्यकता भयो र नेपाल कम्युनिस्ट पार्टीमा हामी समाहित भयौँ। हामी रूपान्तरित हुँदैछौँ कमरेडहरू। हामी नयाँ बाटोमा जाँदैछौँ। अहिले यो नयाँ बाटो भनेको खास गरी अबको वैज्ञानिक समाजवादतिर हो। यो हामीले खोजेको खास जेनजीहरूको आन्दोलन 23 गते उठेको आन्दोलन नो करप्सन भन्यो, स्टेबल गभर्नमेन्ट भन्यो, नो करप्सन भ्रष्टाचार मुक्त हुनु पर्यो। स्टेबल सरकार भनेको स्थायी सरकार भनेको 5 वर्ष जहिले पनि यो एकजना पार्टीलाई एउटा देश चलाउनु पर्छ भन्ने हो। यो आन्दोलन यी मागहरू उठाएको थिए। यो आन्दोलन उठाएको मुद्दा हो। यो आन्दोलन तपाईँ हामीले आत्मसात गर्नु। यहाँ सबै हामी चाहिँ कमरेडहरू खास गरी नेता कमरेडहरू मात्र छौँ। हामी समाज चिन्न सक्छौँ, हाम्रो टोल चिन्न सक्छौँ। हाम्रो टोलको आवश्यकता खास गरी हाम्रो जेनजीहरूको आवश्यकता खास गरी के हो भन्दाखेरि स्टेबल सरकार र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु हो। योतिर हामी त उन्मुक्ति हुँदैछौँ। त्यसकारण अब यो प्रथम बैठकबाट यो प्रथम एकता सभाले चाहिँ योतिर चाहिँ हाम्रो सङ्गठन उन्मुख रहोस् भन्ने म शुभकामना दिन चाहन्छु। र अब अर्को चाहिँ अब यहाँ मिक्सो दाईको फोटो छ। दाई अघि धेरै चर्चा भयो। हाम्रो आदरणीय श्रीयाङ कमरेड अनि पूर्णिमा कमरेडको चर्चा गर्नुभयो। नेपालको कम्युनिस्ट आन्दोलनका अनुहार र निष्कलङ्क छवि भएको मान्छे हो। उहाँसँग आत्मा नियन्त्रण पनि छ र आत्मा अनुशासन पनि छ। कमरेडहरू मान्छेको दुईटा गुण छैन भने त्यो मान्छे जस्तो गनिन्छ गनिँदा त्यो त दर्शनले भन्छ। तर हामीमा छैन त्यो आफैमा गरौँ। आत्मा नियन्त्रण र आत्मा अनुशासन भएको मान्छे व्यक्ति हामीले उठाउँदैछौँ। यो जो चाहिँ तपाईँको अब आगामी निर्वाचनमा उहाँप्रति खास गरी अहिले कसरी जाने कसरी चाहिँ बढ्ने भन्ने विषय छ। तर अहिले मेरो स्टडीमा खास गरी मैले अध्ययन गरेको आधारले हाम्रो समाजमा 3-4 प्रकारका चाहिँ हाम्रो मतदाता साथीहरू हुनुहुन्छ। एउटा फेसबुक चलाउने मतदाता साथी हुनुहुन्छ। उहाँ फेसबुक हेरेर आफ्नो धारणा बनाउने मान्छे छौँ हामी। एउटा चाहिँ डिस्कोडमा हुन्छ। डिस्कोडबाट भित्र रहेर जो चाहिँ जेनजी कम्युनिटीहरू पढ्नुहुन्छ उहाँले फ्री फायर खेल्छ, उहाँले कुनै पनि गेम खेल्छ। त्यो डिस्कोड ग्रुप हुन्छ। त्यो भित्र उनीहरूको चाहिँ तपाईँको धारणा बनाउँछ। त्यो डिस्कोडभित्र रहेर धारणा बनाउँछ। एउटा दुईटा भयो। कोही चाहिँ तपाईँको टिकटकमा चाहिँ रमाएर टिकटकको संसार हेरेर त्यो संसार हेरेर चाहिँ आफ्नो धारणा बनाउँछ। यो 3टा हो। अब भोटदाता अरू चाहिँ विचार सुनेर तपाईँ हामी चाहिँ आफ्नो विचार सुनेर धारणा बनाउनु। यसरी अहिलेको समाजको विकास भएको छ। नयाँ जेनजी आन्दोलन पछाडिको जो नेपाली समाज यहाँनिर चाहिँ रूपान्तरित भएको छ। यो रूपान्तरित अवस्थालाई हामीले पक्रिने खास आजको वार्डको यो एकता सन्देशले यो जो चाहिँ यो मुद्दाहरू पक्रेर अगाडि बढ्ने जनताको भावना पक्रिन सक्ने चाहिँ एउटा लामबद्ध रूपमा चाहिँ बढ्ने चाहिँ एउटा समाहित हुने छ भने म अन्तिम शुभकामना दिँदै यही नै मेरो शुभकामना मन्तव्य अन्त गर्न चाहन्छु। फेरि पनि स्वीकार दिनुहोस् क्रान्तिकारी अभियान।